हेलो एभ्रिवान, हेलो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो बहिनीको बर्थडे छ, सो किप अन वाचिङ। मिनी भ्लग गराउँछु म चाहिँ बर्थडेको मल चलाउँदै बसिछ। ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। अब के गर्ने हो त आज? के मनाउने हो, कसरी मनाउने हो? हेलो, हामी चाहिँ के किन आज अनुसारहरू लिन त्यही गर्दै के हो त? अनुसा यान यु। ए मिनी केक पनि रहेछ नि। मिनी केक मतलब उसमा के कपमा बाउल टीको कपमा मिनी भने के ल्याउला पर्बु भन्छ लागेर बुक अनि केक काट पाले ल ह्यापी बर्थडे टु यु। ल काट के देखाउ न त्यो नाम त्यो बत्ती बालेको त उज्यालो थियो है। केही हुन्न। फर्स्टमा बोलाउने मम्मीले मैले खुलाउँछु पहिला। के अनिसेस मैले नि होला नि जो गर्दछ लगाइदिनु। छर्किन भयो त छर्क्यो हो। यसको त उस नरहेछ कि क्रिमवाला नरहेछ कि बस्दैन। धेरै नलाइदिन्छ ल खानु खाऊ स्लो मोसनमा गर्नु पनि जान्नुहुन्छ र होसै नभएको हामी त यता पुगिसक्यौँ। हामी चाहिँ मामा घर आएको छौँ। भोलिको लागि भोलि पूजा हुन्छ अनि त्यसको लागि बाख्रा लिन। हेलो पछाडि आमा आइरहनु भएको। मैले आमा नमस्ते। यो मैले नमस्ते भन्नु जाऊ होगा हेलो चिनेन। अब हामी बाख्रा लियौँ, अब जाँदै। हामी चाहिँ आयौँ लाग्यो।
हाम्रो बाजे बजाइ हटाएन निप्पन डाँडा छोडियो कि हामी वहाँबाट डोरले माथि हिँडेर यताबाट हामी पिछले गयौँ पारथोक अगरबत्तीहरू जलाउनु है फुल लैजानु फुल यहाँ थुप्रै छ यो पैसा राखेछ दुईटै गरे के चाहिँ पिछेबाट जाँदै पितेको होटेलबाट हेलो हेलो लता नि हो ल
लौ तिमी ल्याऊ यस्तो गरेको सानोको नाम पुष्पा छ नि धेरै पुष्पा भनेको त झुकेका नि कता त पापा घुम्ती कराइसकी आ गई हजुरको माइत हौ हाम्रो मामाको पुगिसकेछ केटा त पुगिसकेछ यो हाम्रो भुन्टी कराइसक्यो ढोगिसक्यो क्या हो खै खै हामी पुग्यौँ बाबु टोक्ला है अन्त